सो गाइज फाइनली अहिले भने हामी चण्डीगढबाट यो सोलनको हिमाचल प्रदेशको यो चक्कीमोड भन्छ होइन, चक्कीमोडदेखि तल खोला हो यो। अनि यो खोलाको बिचमा चाहिँ होइन, यहाँ चाहिँ नेपालको अर्ग्यानिक सिस्नो पाइन्छ अरे है। सुनेको मात्रै हो होइन, हामी देखेको चाहिँ छैन। यो ठाउँमा चाहिँ सिस्नो पाइन्छ अरे होइन, त्यही भएर हाम्रो साथीहरू चाहिँ सबै माथितिर सिस्नो टिप्न गइसक्नु भएको छ भने यो चाहिँ खोला छ होइन, यो खोलाको बिचमा होइन, यता माथितिर चाहिँ टक्क होइन हाम्रो नेपालको अर्ग्यानिक चिजहरू पाइन्छ अरे। यहाँ चाहिँ अलिकति छ होइन, जो भन्छ नि त अब नेपाल के त पेर में करेन्ट है भन्न बोल्थे गरे होइन, यहाँको इन्डियाको नेपाल गएर होइन। त्यसको पानी चाहिँ अलिकति लामो छ होइन, त्यो चाहिँ अहिले नभनौँ यहाँ चाहिँ ठ्याक्कै होइन आफै बुझ्नु होला होइन। त्यो चाहिँ के हो होइन, नेपालको पुरा रुखमा करेन्ट हुन्छ भन्नुको मतलब के हो आफै बुझ्नु होइन। जो नेपालको रुखमा करेन्ट हुन्छ नि त्यो चाहिँ यो चिज हो होइन, भिटामिन हुन्छ कि होइन। यो चाहिँ हाम्रो नेपाली हेल्थको लागि चाहिँ एकदमै राम्रो चिज हो होइन। यो चाहिँ यहाँ पाइने रहेछ, त्यही भएर हामी चाहिँ स्पेसली चण्डीगढबाट हिमाचल प्रदेशको सोलनभन्दा अलिकति पछाडि चक्कीमोड भन्छ, चक्कीमोडदेखि तल खोला छ होइन, खोलाको यो लेक साइडतिर होइन, साउथको जङ्गलमा चाहिँ यो पाइने रहेछ। त्यही भएर हामी चाहिँ यो ल्याउनु टिप्न चाहिँ आएको छौँ। कस्तो हुन्छ यो चाहिँ पकाएको भिडियो चाहिँ, खाएको भिडियो चाहिँ हामी नेक्स्ट भिडियोमा हाल्छौँ होइन। अहिले चाहिँ यो पुरा खोलो छ होइन, यो चाहिँ खोलाको पुरा पानीको खोलो छ। आजभन्दा चाहिँ अलिकति सानो छ, बर्खा टाइममा चाहिँ एकदमै ठुलो हुन्छ होइन। त्यही भएर हामी चाहिँ यो सिस्नो टिप्न आएको छौँ। अहिले चाहिँ हामी सिस्नो टिप्छौँ, साँझ चाहिँ हामीले पकाएर खाएको चाहिँ भिडियो आउँछ, त्यसको लागि चाहिँ प्रतीक्षा गर्नुपर्ने हुन्छ होइन। ओके।